आज मेरो जन्मदिनको अवसर पारेर म पशुपतिनाथको दर्शन गर्न आफ्नो मामुसँग आएकी छु। भनिन्छ नि एभ्री चाइल्ड इज क्रिएसन अफ द गड। मेरो मामुलाई चाहिँ 3 डेजसम्म बेथा लागेपछि मात्र मैले यो धरतीमा जन्म लिएकी थिएँ रे। त्यही भएर उहाँहरूले मेरो नाम प्रतीक्षा राख्नु भएको थियो रे। मेरो जन्म उत्सवमा चाहिँ म मन्दिर गएर मेरो भगवानलाई धन्यवाद ज्ञापन गर्दछु र जे हुँदैछ त्यो पनि राम्रोको लागि हुन्छ र जे भयो त्यो पनि राम्रोकै लागि भयो भन्ने सोच्छु। किनभने जिन्दगीमा कहिले पनि नकारात्मक सोच लिएर हामी अगाडि बढ्नु हुँदैन। जहिले सकारात्मक सोच राख्नुपर्छ र हरेक कुरा जिन्दगीमा जे हुन्छ त्यो राम्रोकै लागि हुन्छ भन्ने सोच्नुपर्छ। म चाहिँ सानो छँदादेखि नै मेरो मामुले यसरी नै मन्दिर लगेर मेरो जन्म उत्सवको सुरुवात गराउनुहुन्थ्यो। त्यहीँदेखि अहिलेसम्म म यसरी नै आफ्नो जन्म उत्सवको सुरुवात गर्ने गर्छु।